राष्ट्रिय परिचय पत्र बनाउने तरिका। फर्स्टमा हामीले अनलाइनबाट राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिनुपर्ने हुन्छ। त्यसको लागि google.com गर्नुहोस् र यसमा राष्ट्रिय परिचय पत्र भनेर टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्। यसमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग ड्यासबोर्ड भनेर देख्नुहुन्छ। यो फर्स्ट लिङ्कलाई क्लिक गर्नुहोस्। यसमा स्क्रोल गर्नुहोस्। यो सेवाहरूमा आए पछाडि राष्ट्रिय परिचय पत्र अनलाइन आवेदनमा क्लिक गर्नुहोस्। यसमा प्री इनरोलमेन्ट सिस्टम देखाइरहेको छ। लगइन फर इन्डिभिजुअलको लगइनमा क्लिक गर्नुहोस्। यसमा मोबाइल नम्बर आफ्नो टाइप गर्नुहोस्। फोनमा आइसकेको ओटिपीलाई यसमा टाइप गरिदिनुहोस्। अब यसमा आइसके पछाडि न्यू इनरोलमेन्ट भन्ने अप्सन छ। यसमा क्लिक गर्नुहोस्। नोटिस यसमा हामीले पढ्दाखेरि के गर्नुपर्छ भन्ने कुरा देखाइरहेको छ। यसलाई क्लोज गर्ने। मेन एप्लिकेन्ट डेटा यसमा आफ्नो पर्सनल इन्फर्मेसनहरू सबमिट गर्ने। यसमा एडिसनल इन्फर्मेसनहरू जे मागिराखेको छ यो स्टार भएकोमा कम्पलसरी पेस्ट गर्नुपर्ने हुन्छ। अन्य नगर्दा पनि केही फरक पर्दैन। यति गरिसके पछाडि नेक्स्ट गर्नुहोस्। एप्लिकेन्ट पर्मानेन्ट एड्रेस सेकेन्ड अप्सनमा आइसके पछाडि कन्ट्याक्ट इन्फर्मेसनहरू राख्दै जानुहोस्। नेक्स्ट गरिदिनुहोस्। यसमा फ्यामिली डिटेल्स राख्नुहोस्। यो स्टार भएको कम्पलसरी दिनुपर्ने हुन्छ। फ्यामिली डिटेलमा आफ्नो बाबाको नाम, बाबाको एड्रेस, ममको नाम, एड्रेस, अनि ग्रान्ड प्यारेन्ट्स, ग्रान्ड फादरको नाम, ग्रान्ड मदरको नाम र सपोज तपाईँ विवाहित हुनुहुन्छ भने आफ्नो श्रीमान अथवा श्रीमतीको नाम राख्नुहोस्। यसमा स्पोज पर्मानेन्ट एड्रेस राख्नुहोस्। यसमा गार्जियन डिटेल्समा यो जरुरी छैन। यति गरिसके पछाडि नेक्स्टमा क्लिक गर्नुहोस्। यसमा बायोमेट्रिक कहिले बायोमेट्रिक गर्न जाने मिति यसमा लेख्नुहोस्। बायोमेट्रिक आज तपाईँको 11 गते हो, 12 गते जान्छु भने यसरी क्लिक लगाइदिनुहोस्। यसमा जुनसुकै जिल्ला भए पनि यसमा गए पछाडि अन्य चुज गर्नुहोस्। कृपया मिति र समयको लागि नजिकको जिल्ला प्रशासन कार्यालयले सम्पर्क गर्नुहोस् भनेर चाहिँ यसमा ओके गरिदिनुहोस्। यसमा नेक्स्ट गरिदिनुहोस्। यति गरिसके पछाडि सबमिट गरिदिनुहोस्। आर यु स्योर? यसमा वन्स सबमिटेड यु विल नट एबल टु एडिट दिस। ओके। यो फारमलाई प्रिन्ट गर्नुपर्ने हुन्छ। र यति गरिसके पछाडि आफ्नो नजिकको कुनै पनि जिल्ला प्रशासन कार्यालयमा जानुहोस्। यो कुराहरू देखाउनुहोस् र तपाईँको आफ्नो राष्ट्रिय परिचय पत्र बनाउन सकिन्छ। थ्याङ्क यू।